कुखुराको चल्ला त्यहाँनिर जिउँदै पुलिसले मार्दै गरेको हुन्छ सब तिनीहरूलाई थुन्नु परेन इन्डियातिरबाट कताबाट लिएको भन्दै देखेको छ भिडियोमा कुकुर बिरालो भनेको त मान्छेले सुन्नु नि मेरो कुरा ऊ चाहिँ के प्राणी हो कि होइन त प्राणी उसलाई बाँच्ने अधिकार त होला नि त हेतरिका मैले भन्दैछु कुखुराको चल्ला पुलिसले नै पुर्दै गरेको देखेको छ हो कुनै पनि प्राणीलाई बाँच्ने कसरी रोक लागेको भनेर कहाँ परीक्षण गरेको छ यस्तो कुरा यो सबै हाम्रो नेपाल भनेको चाहिँ अर्काले बनाइदिएको कानुनमा एनजिओ आइएनजिओहरू तपाईँ पत्रकार साथीहरू पनि कति त्यस्तो कुरामा बिक्नु भएको छ भने यो क्वेसन नगर्दा राम्रो तर जनताप्रति सबै तपाईँहरू पनि उत्तरदायी हुनुहुन्छ तपाईँहरूको पनि मन हृदय मुटु छ भने जनताले धुरु नरियोस् यदि तपाईले कारबाही गर्यो भने कारबाहीको भागीदार तपाईँ कस्तो कुरा गरेको बाँदर भनेको थोरै हो 6 लाख मार्नुपर्छ 6 लाख अनि पनि शान्ति हुँदैन होला सायद बाँदर मार्नुपर्छ ल जनताले त्यो कानुनको लागि भिडिएको हो नि त म त हिजो त पुर्खाहरूले त कति मारो नि गाउँभरि मारेको छ गाउँमा तपाईँ यो बुम बोकेर जानु नि एकचोटि बाँदर मार्नु हुँदैन भनेर मकैबारीमा पुग्नु त कुटाइ खाएर फर्किनु भएन छ नि थुक्क मलाई बाँदर पिसाब फेर्नु मुखमा